भिडियो सुरु गर्नुभन्दा पहिले तपाईहरुलाई एउटा प्रश्न। एउटा सार्वभौम सत्ता सम्पन्न देश संयुक्त राष्ट्र संघको सदस्य छ, आफ्नै सेना छ, आफ्नै संसद छ। तर एक दिन कुनै विदेशका सेना आउँछन् र त्यहाँको राष्ट्रपतिलाई ओछ्यानबाटै आँखामा पट्टी लगाएर टोले गुण्डा उठाए जसरी उठाएर लगेर जान्छन्। यो काल्पनिक घटना होइन, यो भेनेजुएलामा रेजिम चेन्जको लागि अमेरिकाले घटाएको घटना हो। यदि भेनेजुएलामा यो सम्भव भयो भने नेपालमा असम्भव किन? नमस्ते साथीहरू, मेरो नाम दियोस जोशी। आजको यस भिडियोमा हामी नेपाल कसरी अमेरिका र चाइनाको कोल्ड वार जोन बन्दैछ भन्ने कुरा तथ्यहरू केलाएर एनालाइज गर्नेछौँ। सुरुमा हामी हालसालै घटेको भेनेजुएलाको घटनालाई लिउँ। ट्रम्पले मादुरोलाई पक्राउ गरेपछि भने वी ब्रॉट एन आउटलॉ डिटेक्टर टु जस्टिस। यहाँ प्रेसिडेन्ट भन्ने शब्दको प्रयोग नै भएको छैन र एउटा सार्वभौम सत्ता सम्पन्न देशको सार्वभौम सत्ताको अर्थ नै राखेको छैन। यहाँ प्रयोग भएको आउटलॉ डिटेक्टरको मतलब हो अन्तर्राष्ट्रिय कानुन नमान्ने क्रूर शासक। त्यसै दिन त्यो देशको अन्तर्राष्ट्रिय सार्वभौम सत्ता नष्ट हुन्छ जुन दिन अमेरिकाले आउटलॉ डिटेक्टर घोषणा गर्छ। यो अन्तर्राष्ट्रिय रूपमा लेखिएको कानुन त होइन, तर यी साम्राज्यवादीहरूको वास्तविकता हो। अमेरिकाले आजकल सिधै कुनै देशमाथि आक्रमण गर्दैन, पहिला त्यहाँका लिडरलाई क्रिमिनल बनाउँछ, नार्को टेरोरिज्म जस्ता विभिन्न किसिमका आरोपहरू लगाउँछ। त्यसपछि एक्सट्र्याक्सन अपरेसनको नाममा त्यहाँ आफ्ना सैनिक पठाउँछ र कारबाही गर्छ। यो युद्धको घोषणा बिना गरिएको एकपक्षीय आक्रमण हो। यसको परिणामस्वरूप त्यहाँको सरकार ढल्छ, त्यहाँका शासकलाई अन्तर्राष्ट्रिय कानुन लाग्छ। भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति मादुरोलाई पक्राउ गर्नु कुनै नार्को टेरोरिज्मको कारण थिएन, यो थियो पहिलो कारण भेनेजुएलामा भएको तेल। दोस्रो कारण भेनेजुएलाको चाइनासँगको झुकाव। तेस्रो कारण अमेरिकाको आर्थिक प्रतिबन्धलाई व्यवस्था गर्नु। अमेरिकाले विभिन्न किसिमका स्याङ्सन लगाएको थियो, त्यसको औचित्य नै रहेन। चौथो कारण डलर प्रयोग नगरेर बाहिर मुद्रामा कारोबार गर्नु। पाँचौं कारण अमेरिकाका सम्पूर्ण प्रस्ताव अस्वीकार गर्नु। जब कुनै शक्तिशाली देशलाई त्यहाँको सरकार मन पर्दैन तब रेजिम चेन्जको खेल खेल्छ। त्यही खेल अमेरिकाले यहाँ खेलेको छ। अब कुरा नेपालतिर मोडौँ। हामी असंलग्न परराष्ट्र नीति अपनाउने देशका नागरिक हौँ, तर आज हामी विभिन्न देशसँग विभिन्न किसिमका स्वार्थसँग जोडिँदैछौँ। के तपाईँलाई थाहा छ? चीनसँग बीआरआईमा जोडिएका छौँ, अमेरिकासँग एमसीसीमा जोडिएका छौँ। भारतमा त हामी टोटल्ली निर्भर नै छौँ। यी देशहरूले नेपालमा केवल बिना स्वार्थको लगानी गरिरहेका छैनन्। धेरैले भन्छ नेपाल दुई ठुला देश बीच छ, त्यसैले बफर जोन सेफ छ, तर त्यसो होइन। बफर जोन भनेको भेरी प्रेसर जोन हो, किनभने त्यहाँ दुई देशका प्रभावहरू त रहन्छन्। कुनै तेस्रो देश पनि ती दुईटै देशमा निगरानी राख्नको लागि त्यसै बफर जोनको देशलाई चुन्ने गर्छ। नेपाल त्यसैको हिस्सा हो। शक्तिशाली देशले कमजोर देशमाथि एकै दिन आक्रमण गर्दैन। पहिला आर्थिक प्रतिबन्ध लगाउँछ, त्यसपछि त्यहाँका नागरिकहरूलाई भड्काउँछ, त्यसपछि त्यहाँका शासकलाई क्रिमिनल भनेर घोषणा गर्छ र त्यसै गरी अमेरिकाले गरेको जस्तो हरकत देखाउँछ। अब जाउँ नेपाल कसरी अमेरिका चाइनाको कोल्ड वारको जोन बन्दैछ भनेर। नेपाल एकै दिन युद्ध भूमि बन्दैछ त भनेको होइन, तर नेपाल
एक्सपेरिमेन्ट जोन बन्दैछ। किनभने फेरि तिब्बत आन्दोलन नेपालबाट सुरु गराइँदैछ। यस्तै फेरि ताइवान आन्दोलन नेपालबाट स्ट्र्याटेजीले सुरु हुँदैछ। यस्तै इन्डियामा घटाइने विभिन्न घटनाहरूको सुरुवात पनि नेपालबाटै गरिन्छ। तपाईहरूले फेरि भन्नुहोला नेपाल यति सानो देश छ, यो देशसँग पनि के चाहेको होला? पानामा सानो देश थिएन र? लिबिया कमजोर देश थिएन र? अहिले युद्ध भएको भेनेजुएला आइसोलेटेड देश थिएन र? परिणाम के भयो? कुनै पनि शक्तिशाली देशले सानो ठुलो हेर्दैन। उसले रणनीति रूपमा त्यस देशको इम्पोर्टेन्ट हेर्छ, त्यो देशमा त्यसै गरी इन्ट्रेस्ट राख्छ। अब जाउँ नेपालले भेनेजुएलाबाट सिक्नै पर्ने कुरा के हुन् भन्नेतर्फ। नेपालले BRI मा जोडिएर चाइनालाई पनि खुसी पार्छु र MCCमा जोडिएर अमेरिकालाई पनि खुसी पार्छु भन्नु नेपालको लागि सबैभन्दा गलत निर्णय साबित हुन सक्छ। किनभने आर्थिक आत्मनिर्भरता कुनै पनि देशको सबभन्दा ठुलो जब हुने गर्छ। जब एड डिपेन्डेन्सी अथवा विदेशी सहयोगमा त्यहाँको सरकार डिपेन्डेन्ट हुन्छ, तब भविष्यमा हुने ब्ल्याकमेलहरूको कसैले पिछा छुटाउन सक्दैन। जब देश कमजोर हुन्छ, नेताहरू भ्रष्ट र चोर हुन्छन् र त्यहाँको नेतृत्व कुनै बाहिरी शक्तिले चलाइरहेको हुन्छ, तब देश ठुलो सङ्कटमा पर्ने गर्छ। भेनेजुएलाका राष्ट्रपति मादुरोको आँखामा पट्टी केवल भेनेजुएलाका लागि गरिएको कारबाही मात्र थिएन, यो विश्वको लागि दिएको एउटा सन्देश थियो। इफ वी क्यान वी विल डु। हामी गर्न सक्छौँ भने गरेर देखाउँछौँ। यदि नेपालले भेनेजुएलाबाट केही सिकेर विदेशी सहयोगमा निर्भर हुने प्रवृत्ति छोडेन भने एक दिन नेपालका लागि धेरै महँगो साबित हुनेछ। नेपाल अहिले चाइनालाई खुसी पार्न BRI-मा जोडिएको छ, अमेरिकालाई खुसी पार्न MCCमा जोडिएको छ। इन्डियाको सहयोगको त कुरै छोडौँ। यी तीनै शक्तिशाली देशहरू हुन्। यिनका नेपालमा लगानी गर्नु आफ्नै इन्ट्रेस्टहरू छन्। नेपालले यसै गरी सबैतिरबाट एड डिपेन्डेन्सी बढाउँदै जाने हो भने नेपालले एक दिन आफ्नो सार्वभौम सत्ता खोइसकेको हुनेछ, गुमाइसकेको हुनेछ। तपाईलाई के लाग्छ? नेपालले आत्मनिर्भर अर्थतन्त्र बनाउनु कतिको जरुरी छ? असंलग्न परराष्ट्र नीति व्यवहारमा उतार्नु पनि कतिको जरुरी छ? यो प्रश्न तपाईलाई छोडेर यो भिडियो यही समाप्त